हेलो नमस्ते सबैजनालाई। यो चाहिँ मेरो नयाँ युट्युब च्यानल हो, भर्खर भर्खर खोलेको छ। सबैजनाले के अरे लाइक कमेन्ट गरिदिनु होला मेरो भिडियोमा। मलाई त खासै बोल्न पनि आउँदैन, अनि आज चाहिँ मैले थोरै सानो मुकबाङ है, म चाहिँ धेरै चाहिँ खान सक्दिनँ, त्यहाँदेखि थोरै थोरै गरेर खान्छु। अनि यहाँ चाहिँ छ ससेस, अनि यहाँ छ साग, अनि यहाँ चाहिँ नुडल्स, अनि यहाँ चाहिँ अन्डा छ। यो अन्डा चाहिँ मैले एकदम भुजुरी जस्तो बनाएको छु, यहाँ अलिक देखिँदैन। अनि यहाँ चाहिँ चिकन, अनि यहाँ छ फ्रुटी एउटा, अनि त्यसपछि यो चाहिँ पानी साथमा। ल अब चाहिँ मैले खाएको फर्स्ट बाइट ल। चपस्टिक चाहिँ खासै चलाउन आउँदैन, त्यही पनि माई गड। सोचेस अनि मेरो चाहिँ युट्युब च्यानल चाहिँ भर्खर भर्खर नयाँ खोलेको हो, अनि खासै लाइक सब्सक्राइबहरू चाहिँ छैन होइन। त्यही पनि अब नयाँ हो, सपोर्ट गरिदिनु होला सबैजनाले। अब कहिलेकाहीँ खाएको, अनि अब यसो अब केही कमेडी भिडियोहरू हालौँ यताउता भनौँ भने ब्लगर हाल्नु, कहीँ जाने ठाउँै छैन कि। म त काममा आऊ जाऊ, काममा आऊ जाऊ, अब सधैँ एउटा त्यो भ्याउँदैन कि। काहीँ अब नयाँ नयाँ कुराहरू देखाउन पाए पो होइन, अब भिडियो हेर्नेहरूलाई पनि मजा आउँथ्यो। अब के गर्नु, कहिलेकाहीँ अब छुट्टी पनि महिनामा 2 चोटि हो, त्यही पनि रुममै यताउता गर्दा ठिक्क हुन्छ। अन्डा चाहिँ खास चाहिँ मैले के भन्छ त्यो अर्को खालको बनाउनु लाग्यो, तर नभएर भुजेरी बनाइदिएँ। चिकन खाएँ त। अब भिडियो बनाएर अरू पनि हालौँ भने कोही साथी छैन कि मेरो चाहिँ। भाइहरू मान्दैन भिडियो बनाउनु, अरू केटी साथीहरू कोही छैन कि मसँग त। अब काम गर्ने ठाउँमा पनि एकजना केटी मात्रै चाहिँ चाहिने छ, इङ्ग्लिस पनि बुझ्दैन, अरू केही बुझ्दैन, आफूलाई चाइनिज बुझ्दिनँ, गाह्रो छ। रोटी खाइदिउँ अन्त अनि यसो हड्डीहरू भएको मनपर्छ क्या।
मासु चाहिँ खास चाहिँ